स्वागत छ आजको यस विशेष विश्लेषणमा। आज हामी भान्सामा पाइने एउटा एकदमै सामान्य तर अचम्मको शक्ति भएको फल अर्थात् कागतीको विज्ञान खोतल्दैछौँ। यसलाई एउटा सामान्य फलको रूपमा मात्र नभई हाम्रो शरीरभित्र काम गर्ने एउटा सूक्ष्म सिपाहीको रूपमा हेर्नेछौँ। यसले मानव शरीरको कसरी रक्षा गर्छ भन्ने कुरा बुझ्न साँच्चै नै रोमाञ्चक छ। कहिले सोच्नुभएको छ भान्साको एउटा कुनामा बस्ने यो सानो फल हाम्रो शरीरको त्यति ठूलो र भरपर्दो रक्षक कसरी बन्छ होला? एउटा साधारण अमिलो फलदेखि शक्तिशाली जैविक रक्षकसम्मको यो यात्रा एकदमै अद्भुत छ। खण्ड 1 कागतीको सामान्य परिचयबाट सुरु गरौँ है त। सबैभन्दा पहिले यो फल वास्तवमा के हो र यसको वैज्ञानिक जरा कहाँ छ भनेर बुझौँ। वैज्ञानिक भाषामा यसलाई सिट्रस अरन्टिफोलिया भनिन्छ। खासगरी हाम्रो तराई, पहाड र मध्य भूभागमा यो मज्जाले फल्छ। हेर्दा सुन्तला जस्तै तर निकै सानो, जम्मा 2.5 देखि 5 सेन्टिमिटरको, करिब 5 मिटर अग्लो काँडेदार बोटमा फल्ने यो फल हरियोमै टिपिन्छ अनि पाक्दै जाँदा कस्तो मज्जाको पहेँलो रङमा फेरिन्छ। अब जाउँ खण्ड 2 तर्फ, जहाँ हामी यो सिपाहीको हतियार अर्थात् यसका मुख्य पोषण तत्त्वहरूबारे कुरा गर्नेछौँ। कुनै पनि सिपाही हतियार बिना त पक्कै लड्न सक्दैन नि। कागतीको मुख्य हतियार भनेकै यसमा पाइने पोषण हो। अचम्म लाग्न सक्छ, एउटै मात्र कागतीले हाम्रो शरीरलाई दिनभर चाहिने भिटामिन सीको झण्डै आधा अर्थात् 45% आवश्यकता पूरा गरिदिन्छ। एउटा यत्रो सानो फलमा यत्रो धेरै भिटामिन सी हुनु भनेको पोषणको दृष्टिकोणले एकदमै ठूलो कुरा हो। ठ्याक्कै भन्नुपर्दा एउटा ठिक्कको कागतीमा करिब 30 देखि 40 मिलिग्राम भिटामिन सी खादिएको हुन्छ र यही नै हाम्रो यो सानो सिपाहीको प्रमुख शक्ति हो। यसैको बलमा यसले बाहिरी सङ्क्रमणसँग लड्न शरीरलाई हरदम स्ट्यान्ड बाई राख्छ। तर कुरा भिटामिन सीमा मात्रै गएर टुङ्गिँदैन। यसमा साइट्रिक एसिड हुन्छ जसले खाना पचाउन र शरीरमा ख्यार बढाउन मद्दत गर्छ। अर्को छ फाइबर जसले आन्द्रा सफा राख्छ र कब्जियत हुन दिँदैन। अनि पोट्यासियम जसले रक्तचाप नियन्त्रण गरेर मुटुलाई चट्ट दुरुस्त राख्छ। साथै यसमा भएका एन्टिअक्सिडेन्टहरूले त क्यान्सर र स्ट्रोक जस्ता रोगबाट कोषहरूलाई जोगाउने ढालकै काम गर्छन्। यी सबै तत्त्वहरू मिलेर एउटा अभेद्य सुरक्षा प्रणाली तयार पार्छन्। खण्ड 3 अब हेरौँ यो सिपाहीले हाम्रो शरीरभित्र पसेर ठ्याक्कै कसरी काम गर्छ। यसलाई बुझ्न राजन नाम गरेको एउटा सानो बाबुको उदाहरण लियौँ। हरेक बिहान राजन तातो पानीमा अलिकति कागती हालेर पिउँछन्। त्यो पिउने बित्तिकै शरीरभित्र एउटा जादुमय जैविक प्रक्रिया सुरु हुन्छ। पोटासियम र ताजगीले शरीरलाई तुरुन्तै किक स्टार्ट गर्छ अनि त्यसैको प्रभावले राजन विद्यालयमा लामो समयसम्म नथाकी बिना कुनै चक्कर पुरै ध्यान दिएर पढ्न सक्छन्। भनेपछि बिहान बिहानै शरीरको इन्जिन सफा गरेर स्टार्ट गरे जस्तै भयो नि। राजनको शरीरमा यो सिपाहीले कति छिटो काम गर्छ भनेर बुझ्दा साँच्चै अचम्म लाग्छ। एकातिर यसले सेता रक्तकोषहरूलाई बलियो बनाएर रुगाखोकी र ज्वरोसँग लड्ने ताकत दिन्छ। अर्कोतिर कोलाजन प्रोटिन बनाएर छाला छम्काउनेदेखि घाउ छिटो निको पार्नेसम्मको काम गर्छ। त्यति मात्र हो र आन्द्रामा जम्मा भएको फोहोर सफा गर्नेदेखि ग्यास र पेट फुल्ने समस्यासम्म चट्टै पारिदिन्छ। एउटै फलभित्र कति धेरै मर्मत प्रणाली लुकेको छ। मुटु र रक्त सञ्चार प्रणालीमा त यो झनै गजब छ। नियमित कागती सेवनले रक्तचाप कम गर्छ, शरीरलाई चाहिने राम्रो कोलेस्ट्रल अर्थात् HDL बढाउँछ र खराब कोलेस्ट्रललाई तह लगाउँछ। साथै कलेजोमा जम्मा हुने अनावश्यक बोसो पनि घटाउँछ। समग्रमा भन्नुपर्दा मुटु र कलेजो दुवैको लागि यो एउटा गजबको वरदान नै हो। यहाँनिर अर्को एउटा एकदमै रोचक तालमेलको कुरा छ। जब दाल वा हरियो सागपातसँग कागतीको रस मिसाइन्छ नि, तब कागतीको भिटामिन सीले ती खानेकुरामा भएको आइरनलाई शरीरले सजिलै सोच्न सक्ने बनाइदिन्छ। हेर्नुहोस् है, बिरुवाबाट पाइने आइरन शरीरले सिधै लिन अलिक गाह्रो मान्छ, तर कागतीको साथ पाएपछि यो काम फत्ते हुन्छ। यसले रगत सफा राख्ने र एनेमिया अर्थात् रक्त अल्पता जस्तो गम्भीर समस्याबाट बचाउन ठूलो भूमिका खेल्छ। खण्ड 4 रणनीतिक पुस्तिका अर्थात् यो सिपाहीको सही प्रयोग कसरी गर्ने। शक्तिशाली हतियार भएर मात्र भएन, त्यसलाई सही तरिकाले परिचालन गर्न पनि जान्नुपर्छ। बिहान तातो पानीमा 1 चम्चा मिसाएर पिउँदा र खानासँग खाँदा यसले राम्रो नतिजा दिन्छ। तर जब यसलाई सिधै छाला, घाउ वा कपालमा लगाउने कुरा आउँछ नि, तब अलि होस पुर्याउनुपर्छ। यसमा ब्याक्टेरिया मार्ने गुण त हुन्छ, तर डाक्टरको सल्लाह बिना जथाभावी दल्दा छाला पोल्ने वा दुख्ने हुन सक्छ। सही रणनीति बिना त शक्ति पनि उल्टो हानिकारक बन्न सक्छ।
अब लागौं खण्ड 5 तर्फ फ्रेन्डली फायर अर्थात् आफ्नैबाट हुने आक्रमण, बेफाइदा र सावधानीहरू। अब अलिकति गम्भीर कुरा गरौँ। सही मात्रामा प्रयोग गर्दा कागती हाम्रो सबैभन्दा मिल्ने साथी हो, जसले सम्पूर्ण शरीरलाई बलियो बनाउँछ। तर जब अति गरिन्छ, विशेष गरी खाली पेटमा गाढा अमिलो खाइन्छ नि, तब यो आफ्नै सिपाही शत्रुमा परिणत हुन्छ र शरीरलाई भित्रभित्रै हान्न थाल्छ। अति सर्वत्र वर्जयेत भनेको यही त हो। यहाँ पनि सन्तुलन आवश्यक छ। अत्याधिक प्रयोगले शरीरमा निकै गम्भीर जोखिमहरू निम्त्याउन सक्छ। यसमा भएको साइट्रिक एसिडले दाँतको बाहिरी पत्र, जसलाई एनामल भनिन्छ, त्यसलाई खिदिन्छ, जसले गर्दा दाँत सिरिङ हुन थाल्छ। पेटमा एसिडिटी बढेर पोल्ने, बारम्बार पिसाब लाग्ने भएर शरीरमा पानीको कमी हुने जोखिम त छँदैछ। अझ डराउनु पर्ने कुरा के छ भने अत्याधिक अमिलोले मृगौला र पित्ताशयमा पत्थरी समेत गराउन सक्छ। अनि कतिपयमा त यसमा हुने एमिनो एसिडले टाउको दुख्ने वा माइग्रेनको समस्या पनि ल्याइदिन सक्छ। त्यसो भए दाँतलाई कसरी जोगाउने त? एउटा सानो तर एकदमै काम लाग्ने उपाय छ। दाँतको एनामल जोगाउन कागती पानी पिउँदा सधैँ स्ट्र वा पाइपको प्रयोग गर्दा एकदम राम्रो। कि त बिस्तारै पिउने, कि तातो पानीमा अलि धेरै मिसाएर पिउने। यसो गर्दा अमिलोले दाँतसँग धेरै बेर सङ्गत गर्न पाउँदैन। यो सानो बानीले पछि गएर ठूलो फाइदा गर्छ। अन्तिम खण्ड, खण्ड 6, निष्कर्ष र आमाको सल्लाह। अहिलेसम्मका कुरालाई चट्ट बुझ्न राजनकी आमाको एउटा सल्लाह सुनौं। उहाँ भन्नुहुन्छ, कागती हाम्रो शरीरको एउटा सानो अमिलो सिपाही हो। थोरै मात्राले यसले बलियो बनाउँछ, तर धेरै भयो भने यही साथी शत्रु बन्छ। यो भनाइले नै सम्पूर्ण कुरा छर्लङ्ग पारिदिन्छ। सन्तुलन मिलाउन जान्यो भने मात्रै यो फलको असली जादु देखिन्छ। त्यसैले एउटा गोल्डन रुल सधैँ याद राखौं। एक दिनमा बढीमा 1 वा 2 वटा कागती। यो नै सबैभन्दा सुरक्षित र लाभदायक मात्रा हो। योभन्दा बढी गइयो भने फाइदाभन्दा बेफाइदा धेरै हुन्छ। सीमामा बसेर खाइयो भने मात्र यसका सबै पोषक तत्त्वको मजा लिन पाइन्छ। र एउटा महत्त्वपूर्ण चिकित्सकीय जानकारी पनि जोडिहालौँ। बालबालिका, गर्भवतीहरू वा पहिलेदेखि नै पेट, दाँत वा मृगौलाको समस्या भएकाहरूले यो अमिलो सिपाहीलाई आफ्नो दैनिक खानपानमा ल्याउनु अघि एकपटक डाक्टरको सल्लाह चाहिँ लिनै पर्छ है। सबैको शरीर एउटै हुँदैन। विज्ञको कुरा सुनेर अघि बढ्नु सधैँ बुद्धिमानी हुन्छ। आज हामीले एउटा साधारण कागतीभित्र लुकेको यति ठूलो विज्ञानलाई बुझ्यौं। अब यहाँ एउटा रमाइलो प्रश्न उब्जिन्छ, हाम्रा भान्सामा यस्ता अरू कुन कुन साधारण खानाहरू होलान् जो हाम्रो शरीरभित्र यसरी नै सूक्ष्म तर शक्तिशाली सिपाही बनेर निरन्तर खटिरहेका छन्? यसबारे सोच्दै गर्नुहोला। आजको यस विश्लेषणमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।